भित्र हेरौँ न कस्तो के छ संरचना निरन्तर रहने छ यो नि यसो किनभने एटीजेड यही भन्छ पिलर बेरा चाहिँ त्यो बेराको चाहिँ अब हामीले इस्टिमेट अहिले गरेको छौँ हामीले बेरा त यो माथिको टिन नयाँ हाल्दिने यो जस्तो बनाउँदा भयो यसले नै बेरा गर्ने यही टिनले बेरा यस्तो छ अब यहाँ पानी पऱ्यो भने जम्मै भित्र लोकेसन थाहा भयो नि त हाम्रो जितेन भाइ यहाँ हुनुहुन्छ है नाना यो बनाउनु पर्ने हाम्रो नाना हुनुहुन्छ है यता देवकुमार गाई ल उहाँले अस्ति 61,800 आयो त्यसमा 8-10,000 तलमाथि गर्दा त्यो पनि त्यत्रो हुँदैन एक कोरा भाटा मात्रै 12,000 भयो कि 12-15,000 उल्टे जम्मा जम्मी 70 को भयो यो बनिन्छ 61,800 खर्च हुने भयो 5,000 तलमाथि कति उठ्यो त पैसा चाहिँ पैसा 12,000 अनि कसले चाहिँ 70,000 सन्मान सरले त्यति चाहिँ यहाँको इस्टिमेट भयो कि खर्च चाहिँ भनेको त्यति लाग्छ हैन कति के हुन्छ कति खर्च गर्नुपर्ने भन्दाखेरि त्यही त 70,000 गर्नुपर्ने हिसाब निस्क्यो त्यति चाहिँ निक्ल्यो अहिलेको यो मुनि कुर्सी र यो सिन्जेल त्यसपछि माथिको चाहिँ अलिअलि कति हुन्छ सबैले टन्नै भात खाएर आउने सबैले काम गर्ने यता वरिपरि भाटाको आफै खाजा हिसाब गरेर हामी यहाँ के बनाउँछौँ यहाँ तपाईँले डिटेल्समा भनिदिनु सम्मान कुर्सी कुलरदेखि बाजे कुर्सी कुलरदेखिको माथि टिनको के बन्छ यो कपी लानु हाम्रो हिसाब निस्क्यो अब यसमा नि हामीले के बनाउने विचार गऱ्यौँ भने पहिला कुरा त 12/24 को हामी घर बनाइरहँदा यो मुनिपट्टि प्लम उठाएर 1.5 फिटको हामी चाहिँ के गर्छौँ कुर्सी उठाउँछौँ त्यसमा हामीले चाहिँ 8/8 को पिलर चाहिँ 9वटा बनाउँछौँ 9वटा उठाउँछौँ अनि यसमाथि चाहिँ हामी पोस्ट प्लेट काठको बनाउँछौँ र त्यो काठमाथि चाहिँ कोरा बाती लगाएर दाहिने बायाँ पुतली पनि लगाइन्छ र माथिबाट टिनले खाइन्छ र यहाँ मुनिको बारबेर चाहिँ भएछ भने टिनले बारौँला भएन छ भने काठ यो बाँसको चाहिँ ब्याम्बोको काठी बनाएर बार्ने हामीले प्लानिङ गरेको छौँ त्यो अनुसार घर तयार हुन्छ कति कोठा बनाउने भयो यो 2 कोठा 12/12 को 2 कोठा ल आदरणीय सम्पूर्णमा जय माटो हामी चाहिँ अहिले बुद्ध शान्ति झापा क्षेत्र नम्बर 2 मा छौँ र यो हाम्रो विपन्न परिवारलाई श्रम संस्कृतिको तर्फबाट सके जतिको एउटा साधारण घर भनौँ न हैन बनाउने हाम्रो तयारी भइसकेको छ र यो पश्चात अर्को पनि हामीले त्यहाँ हेरेका छौँ यो खाडीमा जुके खाडीमा त्यहाँ पनि एकदमै त्यहाँ पनि स्थिति नाजुक छ 2 जना बुढाबुढी आमा मात्रै छ हामी यो सकेर त्यसपश्चात त्यहाँ हामी काम गर्छौँ अनि अब यो सहयोग गर्न चाहनेहरूले यो भिडियोको मार्फतबाट पनि सहयोग गर्न सक्नुहुन्छ बाँकी हामी यो आफै स्वतस्फूर्त श्रमदान पनि दिने सकेकोले पैसा पनि दिने भनेर हाम्रो अभियान पनि चलिरहेको छ र 1,000 2,000 यहाँ थुप्रो निकै उठिसक्यो होला हैन 14-15,000 उठिसक्यो त्यसपश्चात नपुगेको चाहिँ म पनि सघौँला हैन दाताहरूसँग पनि हाम्रो आह्वान रह्यो श्रम संस्कृतिले चाहिँ अब झापा क्षेत्र नम्बर 2 बाट काम थाल्यो हैन त्यही भन्नुभयो अब चाहिँ हाम्रो काम निरन्तर यस्तो बनाउने कामहरू मलाई म गरिबे यो अभियान निरन्तर रहने छ हाम्रो अभियान भित्र हेरौँ न कस्तो के छ संरचना निरन्तर रहने छ यो नि यसो किनभने एटीजेड यही भन्छ पिलर बेरा चाहिँ त्यो बेराको चाहिँ अब हामीले इस्टिमेट अहिले गरेको छौँ हामीले बेरा त यो माथिको टिन नयाँ हाल्दिने यो जस्तो बनाउँदा भयो यसले नै बेरा गर्ने यही टिनले बेरा यस्तो छ अब यहाँ पानी पऱ्यो भने जम्मै भित्र अहिले बेरा गर्दाखेरि हाम्रो सिद्धिमानज्यूले भन्नुभयो यो पानी पऱ्यो भने नि उतादेखिको पानी सबै भित्र दाहिने बायाँ पूर्व पश्चिमको पानी आयो भने केही छैन कति कोठे भन्नुभयो दाजु 2 कोठे 9वटा पिलर त्यो गर्दा चाहिँ
त्यही हो गर्ने नै त्यो कलम गरिसकेपछि अनि त्यहाँ माथि ढलाइसकेपछि अनि हाम्रो गराइ नि त्यही यो कहिले भर्खर गर्नु सक्ने त नम्बर 2 मा हामीले म यहाँको कसैसँग आएको यहाँको नागरिक ए दिदी यस्तो छ यहाँको यतिको चाहिँ अलिक व्यवस्थित नै भयो नि त त्यतिखेर यो चाहिँ एकदमै जीर्ण अवस्थाकै सर है यो हामी कति दिनमा लगभग सक्छौँ सर यो त सामान क्यालकुलेट भइसकेपछि फाउन्डेसन त एकदमै रेडी भइहाल्छ नि तर परबाट त्यो ढुङ्गासुङ्गाहरू ओसार्नु पर्ने अलिकति चाहिँ उयो होला श्रम चाहिँ अलिक लाग्ने रहेछ श्रमदाता त टन्नै छौँ त हामी ढुङ्गा बालुवा अब क्यारी गर्नु पर्यो होइन डोकोमा बोक्नु पर्यो होला बोरा बोरा भर्दै बोक्नु पहिलो पर्यो कुरा नि सर आर्थिक इस्टिमेट तयार भएपछि श्रमदाता त हामी 200-300 जना निस्किन्छौँ होइन 200-300 जना छौँ काम त त्यति गाह्रो हुँदैन ल श्रम संस्कृति पार्टी झापा क्षेत्र नम्बर 2 बाट हाम्रो रासोपाका उम्मेदवार इन्दिरा राणा मुखर्जीले जितेर गए पनि उहाँलाई सफल कार्यकालको हामी शुभकामना दिन्छौँ हामी सरकारलाई सघाउने हो हामी राजनीतिकमा छिरेपछि सबै चाहिँ जनताको सेवा गर्नुपर्छ भन्ने भावले छिर्नुपर्छ त्यो एउटा उदाहरण चाहिँ श्रम संस्कृति पार्टी झापा क्षेत्र नम्बर 2 का सम्पूर्ण श्रमदाताहरूले यो अग्रसरता देखाइसक्नु भएको छ सम्भवतः हामी यसलाई भोलिबाट काम थाल्छौँ अब यस्तो काममा चाहिँ हामीलाई चन्दा सङ्कलन त भनिन्छ कि तर यो चन्दा सङ्कलन के हो भन्ने कुरा मान्छेले बुझ्नुपर्छ विकसित देशमा पनि गोफन्डमी भनेर मानिसहरूले डोनेसन उठाएको हुन्छ है र यो यस्तो डोनेसन उठाउने चलन चाहिँ यो नेपालमा चाहिँ नबुझेर हो तर विदेशमा चाहिँ यसलाई आधिकारिक वेबसाइट बनाएर यस्तै समाजसेवा गर्ने व्यक्तित्वहरूले होइन कुनै चाहिँ संरचना बनाउनको लागि यस्ता धनी देशमा पनि अथवा विकसित देशमा पनि त्यहाँ पनि डोनेसन मार्फतबाट बनेका संरचनाहरूको उदाहरण धेरै दिन सकिन्छ तर नेपालीले चाहिँ चन्दा भन्नु बित्तिकै त्यसलाई गलत व्याख्या गरिदिन्छ वास्तवमा चन्दा भनेको चाहिँ नेपालमा मात्र होइन विभिन्न देशमा विपन्न होइन परिवारका लागि अथवा धनीले सकेको चन्दा डोनेसन बक्समा राखेर विभिन्न देशका तपाईको अफ्रिकातिर यस्तो युगान्डातिर जो चाहिँ एकदम त्यो खानुको पनि धाउधौ भएको देशहरूमा ठुल्ठुलो डोनेसनहरू त्यहाँ पुर्याइन्छ समाजसेवाको मार्फतबाट यो पनि ठ्याक्कै त्यही हो त्यही भएर पनि सरकारको मुख ताक्ने होइन सकेको चाहिँ जनताले गर्नुपर्छ भन्ने श्रम संस्कृतिले चाहिँ एउटा धारणा राख्छ त्यसलाई यहाँले गलत लिनुहुन्न र यो अभियानमा हामीलाई सकेको मनकारीहरूले सहयोग गर्नुहुन्छ भन्ने म अपेक्षा राख्छु अब अगाडि पनि जाउँ के भयो कुरा के भयो तपाईँको सेयर गर्ने भन्ने गरेको जुन अनुभूति भयो अनि हामी उहाँको घर हेर्न आयौँ घर हेर्दाखेरि निकै दयनीय अवस्थामा हामीले उहाँलाई प्राप्त गर्यौँ हामीले 61,800 लाग्छ कि यसमा 5,000 तल माथि 61,800 मा 18,000 हामी यहाँ आएका थियौँ र हामीले अरूले पनि दिन्छ होला नि त नत्र होइन आउँछ यो समय मात्रै नभएर 41,800 अरू मैले भनेको अहिले हालिहाल्नु होइन हामी सेयर गर्छौँ त्यसो गर्दा बाहिर यसो गरौँ न त गर्दै गरौँ त्यो आएकोलाई पछि मिल्छ गर्दै गरौँ यो पैसा चल्दै गर्छ अनि कति हाल्नु हाम्रो श्रमदाताहरूले
दाताहरूले पनि त दिन्छ नि त अब आउनु बाँकी छ होइन होइन टोटल हाम्रो बिल त्यति आउँछ यसमा 5-7 हजार मात्रै कसले कति कति दिन्छ तल माथि त्यो त उहाँलाई थाहा छैन। हाम्रो कति 18,000 त्यसो हुँदाखेरि 61,800 उठेको चाहिँ उठेको त खै उहाँलाई थाहा। 51 अस्तिको मन हुने साथीहरूले 2000 म दिन्छु आफूले सकेको सहयोग गर्ने 20,000 जितेन राईलाई पनि धन्यवाद। बाँकी दिँदै गर्ने अनि उतादेखि आएपछि तपाईँहरूलाई बाँकी म त्यो दाताहरूसँग कुरा गर्छु कि त्यो त्यही त दाताहरूले मैले ठिक छ भनेको भोलि नै नगरौँ तपाईँले पर्सितिर लगाइदिनुहोस् भन्यो भने म डाइभर्ट गराउँछु नि त्यही त पर्सितिर त्यो गरौँ भनेको क्या मैले किनभने यहाँ बजेट बनाउनु त एकै दिनमा सबै भइहाल्छ। धन्यवाद अब भाइलाई। यो अहिले त मैले 2000 दिएँ कि तर यो त्यही त मसँग आएको जुन रकम छ नि पछि त्यो हामी त्यो रकम उसमा हिसाब WhatsApp गर्नु ग्रुपमा बाँकी छ। कुरा गरौँ न अनि ल है भनेर त्यो ठ्याक्कै रकम गर्दा हिसाब भयो। गरिसकेपछि बचेको रकमलाई दाताहरूलाई म भन्छु यता हामीलाई त्यो अब श्रमदाताले त श्रम दिने हो घरबाट बाँस तपाईँको सिमेन्ट गिटी बोकेर त आउँदैन हो त्यो त दाताहरूले नै सहयोग गर्नुपर्छ हामीलाई त्यो भएको कारणले गर्दाखेरि त्यो चाहिँ दाताहरूलाई तपाईँले पनि फेसबुकमा सेयर गर्छु उहाँले पनि गर्नुहुन्छ कि अनि आयो भने पुरा पुगिसकेपछि त्यसलाई बन्द गरिहाल्ने क्या क्लोज गरिहाल्ने फेरि धेरै चलाउनु हुँदैन पैसा पुगेपछि ल भयो भनेर अब नपुगेकोमा पनि मैले नै पूर्ति गर्छु होला म भरे धन्यवाद धन्यवाद। उहाँले पनि पुरा गर्ने उहाँलाई सहयोग गर्नु भइहाल्यो आएन मलाई फेरि पनि तालिए नपुगेको अवस्थामा पनि काम थाल्दा हुन्छ पैसाको टेन्सन नगर्दा हुन्छ त्यो रोकिँदैन त्यो उसको बुढै यो बहिनीको बुढा नै रहेछ कि उसलाई फोन गरेर गिटी ढुङ्गा घानु लाउनु तपाईँ सन्मान गर्नु हामी भोलि त्यसो भने यहाँनिर खाना खाएर 10 बजे त्योभन्दा पहिला त उहाँलाई बस्ने व्यवस्था गर्नु पर्ला होइन उहाँहरूको आफन्त रहेछ ए यसो गर्नु नि त को हुनुहुन्छ यहाँको आजसम्ममा तपाईँले बेलुकासम्म तपाईँले आफ्नो सरसामानहरूलाई व्यवस्थित गर्नु टार्नु ल भोलिबाट हाम्रो यो खनजन गर्ने काम योहरू हटाउने काम भइहाल्छ भोलिबाट काम सुरु हुन्छ ल तपाईँ यो सामानहरू चाहिँ यो पैसाहरू यो भत्काउने काम नगर्नु जति पनि सामानहरू चाहिने जम्मै भत्काउने हामी आफै भत्काइहाल्छौँ होइन सामान मात्रै तपाईँले व्यवस्थित गर्नु यो भत्काउनेदेखि लिएर व्यवस्थित गर्ने काम नबनिन्जेलसम्म हामी तपाईँलाई सहयोग गर्छौँ ल भोलि हामी 10 बजे हामी फरुवा भेटघाट खन्ने ल जय माटो जय देश जय माटो जय माटो जय देश तपाईँहरू मिस्त्री अलिकति यसो इँटा माटोको काम गर्नुहुन्छ भने त्यसमा भोलि आएर अलिकति साइजहरू देखाइदिनु मेरो भयो यहाँ योबाट खिच्नु त